नेपाल देश कहिले बनायो? नेपाल देश नेपाली जनताले बनायो। ओ माय गॉड, तपाईं असली मान्छे। असली मान्छे तपाईं त कार्यकर्ता त तपाईँ रहेछ। नेपाली जनताले बनाएका हुन्। नेपाली जनताको कमान्डर को थियो भने मैले? नेपाली जनताले बनाएका हुन्। नेपाली जनताको त्यतिखेर कमान्डर को थियो? ए भगवान, नेपाली जनता त कमान्डर चाहिँदैन। नेपाली जनता मात्रै नेपाली को नाम के हो? एउटा व्यक्तिले नाम के हो? कमान्डर हुन्छ। एउटा व्यक्ति कमान्डिङ एकजनाले नै गर्ने हो। एउटा व्यक्तिले को त्यो व्यक्ति? नेपाल तपाईको केपी ओली हो? नेपाली जनता तपाईको प्रचण्ड हो? नेपाली जनता तपाईको शेरबहादुर र जोहन थापा हो? होइन नि त। नेपाली जनता उनीहरू पनि हामी सबैको नेता हो फेरि। हैनन्, तिनीहरू नेता होइन। किन होइन? देशको नेता होइनन्? तिनीहरू पूर्व नेता- प्रधानमन्त्री देशको नेता होइन? तिनीहरू नेता होइन, नालायक हुन्। नालायक हुन्। तपाईँ रिसाउनु होला हो? होइन। अनि किन तपाईँ रिजिता मलाई हुनुहुन्छ। यो अरूसँग दिइरहेको इन्टरभ्यूमा बिचमा बुत्तो घुसेर तपाईँ रिजिता मलाई छोरा हो? मेरो छोरा हो? तपाईँ हो। कहाँको? तपाईँहरू त्यस्ता कुरा नगर्नु होइन। राष्ट्रियताको पक्षमा तपाईँले प्रसन्न त्यस्तै उत्तर आउँछ। तपाईँले लिपुले फिर्ता ल्याएर देखाइदिनुहोस् यार। ल्याउँछु। तपाईँलाई माने यार। ल्याउँछु। महाकसम माने यार। ल्याउँछु। ल्याइदिनुहोस् ल। ल प्रधानमन्त्री कहिलेसम्म ल्याउनुहुन्छ? किन प्रधानमन्त्री बन्नु म पर्यो? यदि प्रधानमन्त्री तपाईँले अहिले क्वेसन गर्न सक्ने मान्छेले गएर ल्याइदिनु नि त। एक सेना हटाएर देखाइदिनु नि त। माने मैले। के को सरकार? सरकारले क्वेसन तपाईँ आफैले गर्नु न। तपाईँले आफैले आँट गर्नुहोस्। 5 वर्षपछि चुनावमा उठ्नुहोस्। देशैभरिबाट बहुमत ल्याउनुहोस्। यही स्थानीय चुनावमा उठ्छु। यही स्थानीय चुनावमा स्थानीय चुनावमा उठेर मेयर भएर तपाईँ लिपुले तपाईँको खाली गर्न नहीं, सक्नुहुन्छ? कम से कम मैले यिनीहरूलाई उ गर्न सक्छु नि। यिनीहरूलाई कम से कम यसो भनेर यिनीहरूलाई खबर जारी गर्न त सक्छु नि। खबरदार यहाँबाट गरे भइहाल्यो। बाटाबाट करार सुन्दैनन् कहाँबाट गराउनुहुन्छ? तपाईँका नेताले कहाँबाट गराउनुहुन्छ? कहाँबाट गराउनुहुन्छ? बाटाबाट करार सुन्दैन। कहाँबाट करार सुन्छ? कुनै सत्ताबाट कटाउनु पर्दैन। कुनै सत्ता भन्नाले कुन सत्ता? कुनै पदमा पुगेर बल्ल कुन सुन्दैन। पद? पद पनि धेरै छन्। कुन पद? पद जुन सरकारी पद ल, सरकारी निकायको पद। कुन जस्तै वडा सदस्य, वडा अध्यक्ष, उपमेयर, मेयर कुन? मेयर ल भन्नुहोस्। उपमेयर होइन मेयर। मेयर मेयर बनेपछि हुन्छ। हिजोका प्रधानमन्त्री तपाईँले मेयर बन्नेपछि हुन्छ। अहिले पनि मेयर त धेरै छन् त। को छ? देशैभरि मेयर छन् अहिले। किन बोलेका छैन? कहाँ बोलेछन्? बोलेका छन्। किन बोलेका छन्? हेर्नुहोस् न। म त बाली, म प्रधानमन्त्रीको पछि हो। यो देशको प्रधानमन्त्री हो। व्यक्तिको नाम नगर्नुहोस् न। म व्यक्तिको पक्षमा कहिले पनि छैन। देशको पक्षमा छु। बोल्नु न। हिजो पनि नाकाबन्दीको विरुद्धमा केपी ओलीले बोल्दै गर्दा केपी ओलीको पक्षमा उभिएको मान्छे हो। तपाईँ देशको तर यो आन्दोलनमा केपी ओलीले गलत गर्दा केपी ओलीलाई विपक्षमा उभिने मान्छे हो। आज म यो देशको प्रधानमन्त्रीको पक्षमा उभिन्छु। प्रधानमन्त्रीले भोलि गलत साबित भयो भने बल्ल कुरा आउँछ। अहिले नै अहिले भन्न मिल्छ? तपाईँ जस्ता मान्छेहरू प्रधानमन्त्रीको दुश्मन हुन्। कसरी दुश्मन? किन भन्दाखेरि कसरी दुश्मन? प्रधानमन्त्रीले गलत काम गर्दाखेरि गलत गरे मेरो नजरमा गलत गरेकै छैन त। हो, त्यही भएर तपाईँको नजरमा गलत होला। हिजो केपी ओली शेरबहादेव प्रचण्डले गलत काम गर्दाखेरि उनीहरूका कार्यकर्ताहरूले गलत काम गरिस् भन्न नसकेर आज तिनीहरूको पतन भएको। भोलि तपाईँले गर्दाखेरि कस्तो गरिनुहोस् र गरिस् भने गलत काम